नमस्कार। हाम्रो पहुँच बहुउद्देशीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो हाम्रो पहुँचको बिहानी प्रस्तुति खबर चौतारीमा सहकर्मी रेखा शर्मासँगै म जित सागर झिएमको स्वागत छ। खबर चौतारीमा हामी पत्र पत्रिका, अनलाइन तथा न्यूज डेस्कका खबर प्रस्तुत गर्दछौं। हाम्रो प्रसारण लुम्बिनी प्रदेश र कर्णाली प्रदेश आसपासका जिल्लामा 89 मेगा हर्जसँगै रोल्पाको होलेरीबाट प्रसारण हुने रेडियो सूर्यमुखी र रोल्पाको घरती गाउँबाट प्रसारण हुने रेडियो माडी आवाज एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। यस्तै मोबाइल एप हाम्रो पात्रो, नेपाली पात्रो अनि अनलाइन मार्फत हाम्रो पहुँच .org.np र हाम्रो पहुँच .com मार्फत संसारभर एकैसाथ सुन्न सकिन्छ भने फेसबुक, युट्युब र टिकटकबाट हेर्न र सुन्न सकिन्छ। आज मिति 2082 साल असोज 2 गते बिहिबार नेपाल सम्बत 1145 सेप्टेम्बर 18 तारिक सन् 2025 आश्विन कृष्ण पक्षको द्वादशी तिथि। भर्ना खुल्यो। त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। साथै बीबीए र बीबीएसको लागि 50% छुट सहित बीबीए को 4 वर्षको लागि रु 4,50,000 र बीबीएसको लागि प्रति वर्ष रु 12,500 का दरले धमाधम भर्ना भइरहेको जानकारी गराउँदछौँ। थप जानकारीका लागि मोडर्न नेपाल कलेज, बहती पोखरी, सोह्रखुट्टे, काठमाडौँ। फोन नम्बर 4955 304 4956 592। खबर चौतारी सुरु गरौं प्रमुख खबरका शीर्षकहरूबाट। दाङका 3 सिमेन्ट उद्योगले तिरेनन् विद्युतको 3 अर्ब बढी बक्यौदा। जेनजी आन्दोलनमा तोडफोड र आगजनीले सेवा रोकिएका कार्यालयमा अत्यावश्यक सेवा सुरु। दाङका सरकारी कार्यालयका 189 सवारी साधन जलेर नष्ट। उपभोक्ताको रुचिमा कर्णालीका स्याउ। खाद्यले यस वर्ष दाङमा खसी बोका खरिद नगर्ने। कारागारबाट भागेका झण्डै 5,000 कैदी फर्किए। मनसुन अझै 2 हप्ता सक्रिय हुने अनुमान। र एसियाली देश टिमोर लेस्टेमा सांसदलाई कारकिने प्रयास यो वर्ष पनि असफल। नेपालसँग 2 सातापछि खेल्ने वेस्ट इन्डिजको टोली घोषणा। ओइ हिरा बहिनी, कहाँ हो सत्य र? टाढेको साइज हो क्या हो? कहाँ टाढे होला र दिदी? चाडपर्व नि आयो, मरमसला किन्न बजारतिर। अरे मरमसला किन्न? कुरो त ठिकै हो, मरमसला भने धेरै मिसावट हुने चिज हो भन्छन्। त्यही भएर स्थानीय स्तरमै उत्पादन भएको सारथी र सिद्धुजी ब्रान्डकै मसला लिएर आउनु है। बजारमा जुनसुकै पसलमा पनि पाइन्छ नि। ए हो र? सबै पसलमा पाइन्छ? गजब रहेछ त। त्यति मात्रै कहाँ हो र? अब त चाडपर्वको अवसरमा सारथी मसला उद्योगले सारथी मसला घर भनेर आफ्नै बिक्री कक्ष खोलेछ नि। त्यहाँ गएर मसला किने त झन् उपहारको समेत व्यवस्था छ। सारथी र सिद्धुजी मसलाको स्वाद अनि बास्ना सबैको भन्छन्। सारथी मसला उद्योग तुलसीपुर 6 बरुवा गाउँ दाङ। फोन 082 521 368। सीता, के भयो तिमीलाई? घुम्सेर बसिछौ। के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो। के कुरा गर्छिन् यिनले? हाम्रै घोराइमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै यात्तर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ। ए ठिकै छ, म जान त धेरै ठाउँ गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु। शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराइको बीपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी, बीपी चोक, घोराइ दाङ। सडक विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98 478 23 572। अब खबर चौतारी विस्तारमा। आज हामीलाई लुम्बिनी प्रदेश राजधानी दाङबाट प्रकाशित हुने नयाँ युगबोध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी सबै पत्र पत्रिकाले फरक फरक खबरलाई प्रमुख खबर बनाएका छन्। हामीले भने नयाँ युगबोध राष्ट्रिय दैनिकमा रहेको खबरलाई पहिलो बनाएका छौं।
दाङका 3वटा सिमेन्ट उद्योगले चरम लोडसेडिङका बेला डेडिकेटेड र ट्रङ्क लाइन सुविधा बापतको 3 अर्ब रुपियाँभन्दा बढी रकम तिरेका छैनन्। नेपाल विद्युत प्राधिकरण घोराई वितरण केन्द्र अन्तर्गत पर्ने घोराई सिमेन्ट र सोनापुर सिमेन्टको 2 अर्ब 21 करोड 40 लाख 4,229 रुपियाँ बक्यौता तिर्न बाँकी रहेको छ। नेपाल विद्युत प्राधिकरण घोराई वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले दिएको जानकारी अनुसार दाङका 3वटा सिमेन्ट उद्योगको मात्रै जरिवानासहित 3 अर्ब 2 करोड 28 लाख 22,815 रुपियाँ बक्यौता रकम बाँकी रहेको छ। घोराई सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई 1 अर्ब 34 करोड 35 लाख 37,644 रुपियाँ पैसा तिरेको छैन। सोनापुर मिनरल्स एन्ड आइल्स प्रणालीले 77 करोड 79 लाख 73,685 रुपियाँ 9 पैसा अझै तिर्न बाँकी रहेको छ। यस्तै सम्राट सिमेन्ट उद्योगले पनि जरिवानासहित 50 करोड 73 लाख 11,486 रुपियाँ 54 पैसा विद्युत बक्यौता तिरेको छैन। लोडसेडिङका बेला उद्योग व्यवसाय र अत्यावश्यक क्षेत्र जस्तै अस्पताल लगायतका क्षेत्रमा लोडसेडिङको असर हुन नदिन प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन मार्फत विद्युत उपलब्ध गराएको थियो। जिल्लाभर रहेका झण्डै 1.5 लाख ग्राहकमध्ये विद्युत महसुल नबुझाएका 60 दिन समय कटेका ग्राहकको धेरैको लाइन काटिएको छ। रकम तिराएर मात्रै विद्युत पुनः सञ्चालन पनि भएको छ, तर सिमेन्ट उद्योग भने लाइन काट्दै जोड्दै गरेको अवस्था रहेको छ। राष्ट्रिय समस्या भएको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउने मन्त्री स्तरीय निर्णय भदौ 29 गते नै नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्ने बेला गर्नुभएको छ। ऊर्जा मन्त्री घिसिङले पदभार ग्रहण गरे लगत्तै विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेसँगै बाँकी बक्यौताको खोजी हुन थालेको छ। सन्तोष खनालले नयाँ एकबोध राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ। भ्रष्टाचार विरुद्ध जेएनजी प्रदर्शनका क्रममा दाङमा 189 वटा सवारी साधन जलेर नष्ट भएका छन्। जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमका अनुसार 44 वटा चारपाङ्ग्रे सवारी साधन पूर्ण रूपमा क्षति भएका छन्। टिप्पर, ट्याङ्कर, स्काभेटर, टेलर, लोडर, दमकल लगायतका सवारी साधन जलेर नष्ट भएको उहाँले बताउनुभयो। त्यसै गरी 134 पूर्ण रूपमा क्षति भएका मोटरसाइकलमा 84 वटा सरकारी, 47 निजी, 3 थान निजी स्कुटर र 10 वटा साइकल रहेको प्रमुख जिल्ला अधिकृत गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार उच्च अदालत तुलसीपुरका 5 वटा सवारी सहित 3 वटा निजी मोटरसाइकल जलेर नष्ट भएका छन्। विभिन्न सरकारी कार्यालयका 100 भन्दा बढी सवारी साधनमा क्षति पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। तुलसीपुर उपमहानगरपालिकामा 6 थान सरकारी, 1 थान निजी सवारी सहित 1 थान दमकल मोटरसाइकल लगायत 22 वटा सवारी साधन जलेर नष्ट भएका छन्। घोराई उपमहानगरमा 2 वटा गाडी र 7 वटा मोटरसाइकल जलेर नष्ट भएका छन् भने आन्तरिक राजस्व कार्यालय तुलसीपुरका 2 वटा गाडी र 5 वटा मोटरसाइकल जलेका छन्। लोकसेवा आयोग तुलसीपुरका 2 वटा गाडी र मोटरसाइकल 5 वटा जलेका छन्। बबई गाउँपालिकामा 9 मोटरसाइकल मध्ये 6 वटा सरकारी र 3 वटा निजी रहेका छन्। जिल्ला समन्वय समितिका 3 गाडी र 18 वटा मोटरसाइकल जलेर नष्ट भएका छन्। जिल्ला ट्राफिक कार्यालय दाङका 2 वटा गाडी, 29 मोटरसाइकल, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय तुलसीपुरका 1 थान गाडी र 8 वटा सरकारी मोटरसाइकल जलेर नष्ट भएको सहायक प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनुभयो। भू तथा जलाधार संरक्षण कार्यालय तुलसीपुर, प्रदेश निर्वाचन कार्यालय, सड़क विभाग तथा पूर्वाधार कार्यालय सहित जिल्लामा 2 दर्जन बढी सरकारी कार्यालयका सवारी साधन जलेर नष्ट भएका हुन्। भ्रष्टाचार विरुद्धमा भदौ 23 गतेदेखि आन्दोलन थालेका जेएनजीहरूले भदौ 24 गते दाङका सरकारी कार्यालय र सवारी साधनलाई निशाना बनाएका थिए। त्यसैगरी 47 वटा संरचना क्षतिग्रस्त भएका छन्। दाङमा जेएनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका कार्यालयले अत्यावश्यक सेवा दिन सुरु गरेका छन्। घोराई उपमहानगरपालिका, जिल्ला अदालत, उच्च अदालत तुलसीपुर उपमहानगरपालिका लगायतले अत्यावश्यक सेवा दिन सुरु गरेका छन्। घोराई उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले तोडफोड र आगजनी भएको कार्यालय मर्मतकै क्रममा रहे पनि नागरिकलाई अत्यावश्यक सेवा दिन सुरु गरिएको जानकारी दिनुभएको छ।
तुलसीपुर उपमहानगरपालिकाले पनि अत्यावश्यक सेवा दिन सुरु गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले प्राङ्गणमा टेन्ट लगाएर अति आवश्यक सेवा दिन सुरु गरेको नगर प्रमुख टीकाराम खड्काले जानकारी दिनुभएको छ। यस्तै जिल्ला अदालत घोराईले पनि सेवा दिन सुरु गरेको छ। अदालतका रिश्तेदार भूपाल भण्डारीले अदालतले तारिख लिने, पक्राउ अनुमति जारी, मुद्दाको म्याद थप लगायतका सेवा दिन सुरु गरेको जानकारी दिनुभएको छ। तोडफोड र आगजनीबाट क्षति भएका संरचनाको मर्मत गर्दै कार्यालय सञ्चालन भएको अदालतका रिश्तेदार भण्डारीले बताउनु भएको छ। जेन्जी आन्दोलनका क्रममा भदौ 24 गते अदालतमा भएका 37वटा कम्प्युटर र नगद 4 लाख रुपियाँ चोरी भएको थियो। त्यसै गरी तुलसीपुरमा रहेको उच्च अदालतले आइतबारदेखि नागरिकले सेवा दिन सुरु गरेको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ। जेन्जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या 74 पुगेको छ। कोटेश्वरको भाटभटिनी सुपर मार्केटमा हिजो डढेको अवस्थामा शव भेटिए सँगै मृत्यु हुनेको संख्या 74 पुगेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहराले हिजो एक शव डढेको अवस्थामा भेटिएको बताउनुभयो। पुरै शरीर जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान भने हुन सकेको छैन। यसअघि चुच्चेपाटीको भाटभटिनीबाट डढेको अवस्थामा 7वटा शव भेटिएको थियो। अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीका स्याउ आम उपभोक्ताको रुचिमा परेको छ। यति बेला पश्चिम नेपालका दाङसहित बाँके, सुर्खेत र बुटोलका चोक चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ। नेपालगञ्जमा 4 दशकदेखि कर्णालीको स्याउ थोक बिक्री गर्दै आउनुभएका प्रेमलाल साहु तेलीले विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग विभिन्न शहरमा बढ्दै गएको बताउनु भएको छ। नेपालगञ्जमा कर्णालीको स्याउ थोक विक्रेता रहनुभएका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका शहरहरूमा स्याउ बिक्री वितरण गर्ने गर्नुभएको छ। कर्णाली प्रदेशका बजारमा भने सुर्खेतबाट वितरण हुने गरेको उहाँले बताउनु भएको छ। कर्णालीको स्याउ विदेशी स्याउको तुलनामा स्वादिलो र सस्तो भएका कारण पनि आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। अहिले ग्रेडिङ भएको स्याउको थोक मूल्य प्रति किलो अधिकतम 100 रहेको छ। ग्रेडिङ नभएको स्याउ न्यूनतम प्रति किलो 60मा नेपालगञ्जबाट बिक्री हुने गरेको थोक विक्रेता प्रेमलालले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्याउको आकार र गुणस्तर अनुसार 60देखि 100 रुपियाँसम्म खुद्रा विक्रेताले खरिद गरेर पश्चिम नेपालका शहरहरूमा बिक्री वितरण गरिरहेका छन्। भेषराज बस्नेतले नयाँ युगबोध राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ। दाङबाट हरेक वर्ष खसी बोका खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष खरिद नगर्ने भएको छ। केन्द्रबाट दाङमा यसपटक खसी बोका खरिद नगर्न निर्देशन दिएको कम्पनीले जनाएको छ। यस वर्ष केन्द्रले खसी बोका खरिद नगर्ने भनेको र त्यसमा जेएनजी आन्दोलनबाट सिर्जित पछिल्लो घटनाक्रमले थप अन्योलता उत्पन्न भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका प्रमुख तुलामाया लिम्बुले जानकारी दिनुभयो। हामीले दाङबाट स्थानीय तह र सहकारीलाई खसी बोका के कति मात्रामा काठमाडौँसम्म लैजान सक्नुहुन्छ भनेर परिपत्र गरेका थियौं। उहाँले भन्नुभयो, निर्देशन अनुसार काम गर्नुपर्ने भएकाले केन्द्रले जे भन्छ हामीले सोही अनुसार काम गर्नुपर्ने उहाँले बताउनु भएको हो। अमरराज आचार्यले गोरक्ष राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ। जेएनजीले भदौ 23 र 24 गते देशभर गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका 14,549 जना कैदीबन्दी मध्ये 4,774 जना कैदीबन्दी कारागार फर्किएका छन्। बाँकी 9,803 जना कैदीबन्दी भने मुलुकको विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सुरक्षा व्यवस्थालाई नै चुनौती दिँदै उच्च पदस्थ अधिकारीलाई नै धम्की दिन थालेका छन्। फरार कैदीले गृह प्रशासन र न्यायपालिका उच्च पदस्थ अधिकारीलाई धम्की दिन थालेको पाइएको बताइएको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ। खबर चौतारीमा खबरको सिलसिला जारी नै छ। रेडियो हाम्रो पहुँचको साथमै रहनुहोला। ला यति बेला भइसक्यो, अरू उपचार गर्ने ठाउँ त भेटिएला। भिडियो एक्सरे राति बिहान जति बेला पाए त्यति बेला हुँदैन होला। अब आज ढिला भएपछि अर्को दिन गर्ने त होला। यति कुरामा नि चिन्ता लिनुपर्छ त। हाम्रै सुन्दरनगरी तुलसीपुरमा पुष्पन हेल्थ केयर प्रणाली सञ्चालनमा आइसकेको छ। के रात के दिउँसो जति बेला पनि 24 घण्टा भिडियो एक्सरे सेवा उपलब्ध छ। त्यही जानेन।
पश्चिम क्षेत्रकै पहिलो अत्याधुनिक मेसिनबाट दक्ष तथा अनुभवी वरिष्ठ रेडियोलोजिस्ट डाक्टर पुष्पराज रिजालद्वारा 3D 4D स्क्यान भिडियो एक्सरे सेवा, एनिमल स्क्यान, टिभीएस, पेट तथा छातीको भिडियो एक्सरे, घाँटी, स्तन, अण्डकोशको भिडियो एक्सरे, हात खुट्टा जोडीहरूको भिडियो एक्सरे, नवजात शिशुको टाउको भिडियो एक्सरे, गाठागुठी, मासु पलाएको भिडियो एक्सरे सेवा 24 घण्टा उपलब्ध छ। साथै विभिन्न कलर डपलर जाँचहरू, गर्भको जाँच, महिलाको तल्लो पेट तथा पाठेघर सम्बन्धी जाँच सेवा उपलब्ध छ। रातको समयमा पनि आपतकालीन अवस्थामा भिडियो एक्सरे सेवा लिनु परेमा हामीलाई सम्झनुहोस्। विस्तृत जानकारीका लागि पुष्पन हेल्थ केयर प्राली, तुलसीपुर 5 ग लाइन, नवीन बैंकको पश्चिमतर्फ, दाङ। सम्पर्क मोबाइल 98 578 56 055। भोलिदेखि त कसरै पढ्ने हो, दायाँ बायाँ गर्नेवाला छैन। उस गफै त हो नि, छेपाराको सिलोक जस्तै। हेर्दै जान भन्छु, पढ्न बस्यो टाउको दुख्छ, हुक्क हैरान भएको छु। अब यसरी हुकेर हुन्न कि, यस्तो समस्या आँखाको कारणले पनि हुन सक्छ। भरपर्दो आँखा उपचार केन्द्रमा गएर जाँच गराउनु पर्यो नि। आँखा चेक नगराया हो र, तर हुँदै हुन्न त के गर्ने? अब जहाँ पाए त्यही गराएर हुन्छ त। भरपर्दो ठाउँ छ नि तुलसीपुरमा त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र। दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेन्टर त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रमा दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दैनिक रूपमा आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौँ। हाम्रा सेवाहरू: विस्तृत आँखाको जाँच, उपचार तथा परामर्श, दृष्टिदोष, आँखाको पावरको उपचार तथा परामर्श, डेढोपनसँग सम्बन्धित दृष्टि समस्याको भिजन थेरापीद्वारा उपचार, अल्छी आँखाको भिजन थेरापीद्वारा उपचार, टाउको दुख्ने, आँखा दुख्ने, फोन, कम्प्युटर स्क्रिन वा पर्दा आँखा फोकस गर्न गाह्रो हुने, धमिलो देखिने, आँखामा तनाव लगायतका सम्पूर्ण समस्याहरूको उपचार, कन्ट्याक्ट लेन्स सेवाहरू, न्यून दृष्टि भएकाहरूका लागि लो भिजन म्यानेजमेन्ट, स्वदेशी तथा विदेशी ब्रान्डका पावर चस्मा फिटिङका साथै सनग्लासेस उपलब्ध छ। अनैच्छिक रूपमा आँखा लिने भएकाहरूको लागि भिजन थेरापी सेवा साथै स्पोर्ट्स भिजन थेरापी सेवा पनि उपलब्ध छ। एवं बाल बालिकाहरूको लागि दृष्टि रोग सेवा। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन, दाङ। मोबाइल 98 689 84 602 र 98 648 38 473। विश्रामपछि खबर चौतारीमा अब बाँकी खबर। कक्षा 12 को स्थगित मौका परीक्षा आउँदो असोज 7 गते मंगलबार र 8 गते बुधबार हुने भएको छ। मौका परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको छ। यसअघि गएको भदौ 28 र 29 गतेका लागि तय गरिएको परीक्षा जेएनजी आन्दोलनका कारण स्थगित गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा 11 र 12 ले संशोधित नयाँ कार्यतालिका सार्वजनिक गरी परीक्षा यही असोज 7 र 8 गतेका लागि तोकिएको जनाएको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ। पश्चिम नेपालमा हिजो राति भूकम्पको धक्का महसुस गरिएको छ। रुकुमपूर्व र बागलुङको सिमानामा केन्द्रबिन्दु भएर 4.6 रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यसका साथै गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। यसअघि भदौ 6 गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर 4.4 म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो। हाम्रो पहुँच न्युज डेस्कमा खबर रहेको छ। सरकारले कर तिर्ने समय 1 महिना थप गरेको छ। कानून अनुसार गएको भदौ 25 गतेभित्र बुझाइसक्नु पर्ने साउन महिनाको कर तिर्नका लागि 1 महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभएको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ। सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ। जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले उत्सवका रूपमा मनाउन नसकिने भएकाले सामान्य रूपमा मनाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी संघको भर्चुअल बैठकमा सामान्य कार्यक्रम गरेर संविधान दिवस मनाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ। न्याय सेवा आयोगले रिक्त 21 जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ। आयोगले 31 भदौको बैठकमा सूचना जारी गरेको जनाएको छ। विज्ञापन खुलाएको 30 दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख गरिएको छ। आयोगले आन्तरिक खुल्ला 11, खुल्ला 6 महिला, 1 आदिवासी जनजाति 2 र मधेसी 1 जनाको कोटा खुलाएको छ। दरखास्तका लागि आन्तरिक खुल्ला र खुलाका लागि
2000 र थप समावेशीका लागि 500 रुपैयाँ दस्तुर अलग्गै लाग्ने तोकिएको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ। जेन्जी आन्दोलनको क्रममा नेपाल प्रहरीमा जनधनको क्षति भएको छ। आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ भदौ 24 को प्रदर्शनमा ठूलो क्षति भएको हो। प्रदर्शनकारीले प्रहरीको भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी चलाउने, लुट्ने सम्मका काम गरेका थिए। त्यसक्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब 450 भवन ध्वस्त भएका छन्। प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता एवं एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीको 445 प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ भने 197 प्रहरी कार्यालय पूर्ण रूपमा क्षति भएका छन्। यस्तै 258 वटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ। प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड र आगजनीसँगै हतियार समेत लुटेर लगेको बताइएको छ। पत्रपत्रिकामा खबर प्रकाशित छ। जनमत 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 जनमतका लागि हाम्रो प्रश्न रहेको थियो, जेन्जी आन्दोलनपछि सत्ताबाट बहिर्गमनमा परेका नेकपा एमाले तत्काल अध्यक्ष केपी शर्मा ओलीको विकल्प नखोज्ने बारे के भन्नुहुन्छ? यस प्रश्नमाथि टिप्पणी गर्दै दाङको घोराईबाट आइपी भण्डारी ओमभक्त लेख्नुहुन्छ, पार्टीमा उनीहरूको विचार हो, जसलाई जे बनाउन्, अब अध्यक्ष फेरुन् नफेरुन् केही भएन। अब पनि जनताको माझमा र चुनावी माहौलमा केपी, प्रचण्ड, शेरबहादुर, उपेन्द्र, राजेन्द्र, माधव, बाबुराम, झलनाथ लगायतका पुराना शीर्ष भनाउँदाहरूको दबदबा स्वीकार्य छैन। अब दलहरूमा पनि युवा पुस्ता जेएनजीको नेतृत्व र सहभागिता चाहिन्छ। दल र नेतृत्व सचिएन भने पत्ता साफ भएर जानेछ, दम्द र अहंकारको काम छैन। अनि सुनिल बस्नेत लेख्नुहुन्छ, चुनावमा के नतिजा आउँछ पर्खौं हेरौं। अब आजका लागि प्रश्न, अन्तरिम सरकारले 6 महिनाभित्रै निर्वाचन गराउन कतिको सम्भव देख्नु भएको छ? सामाजिक सञ्जाल फेसबुक मार्फत प्रश्नमाथि तपाईँले गरेको टिप्पणी रेडियो हाम्रो पहुँचको हाल खबर र खबर चौतारीको जनमत स्तम्भमा समेट्दै आएका छौं। कृपया तपाईँ पनि आफ्नो प्रतिक्रिया दिनुहोला। अब विदेशको खबर। एसियाली देश टिमोर लेस्टे आफ्ना सांसदहरूका लागि कार किन्ने प्रयास यो वर्ष पनि असफल भएको छ। सरकारले सांसदहरूका लागि कार किन्ने योजना अघि बढाएकोमा हजारौं मानिसले सडकमा प्रदर्शन गरेपछि सरकार पछि हटेको बीबीसीले जनाएको छ। टिमोर लेस्टेमा सन् 2000 को दशकदेखि सांसदहरूलाई प्रदान गर्ने भनेको निशुल्क कारको विरोधमा नियमित प्रदर्शनहरू भइरहेका छन्। सन् 2008 मा सांसदहरूका लागि नयाँ कार किन्न $10 लाख खर्च गर्ने योजनाको विरोध गर्ने धेरै विद्यार्थीहरूलाई प्रहरीले पक्राउ पनि गरेको थियो। अनलाइन संस्करणमा खबर प्रकाशित छ। खेल खबरमा नेपालसँग 2 सातापछि खेल्न 3 T20 आई सिरिजको लागि वेस्ट इन्डिजले आफ्नो टोली घोषणा गरेको छ। दोस्रो रोजाइका खेलाडीलाई मौका दिएको टोलीमा स्पिनर अकिल हुसेनले कप्तानी गर्नुहुनेछ। अकिलसँगै ओपनर कायल मेडसन, अनुभवी अलराउन्डर जेसन होल्डर र ओबेम म्याकोके टोलीमा समेटिनु भएको छ। नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर 27, 29 र 30 मा शारजाहमा 3 वटा T20 सिरिज खेल्ने भएको छ। नेपालले टेस्ट टोलीसँग पहिलो पटक सिरिज खेल्न लागेको हो। अनलाइन संस्करणमा खबर प्रकाशित छ। र खबर चौतारीको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आज पनि देशका धेरैजसो ठाउँमा मौसम बदलिरहने भएको छ। मौसमविद विनोद पोखरेलका अनुसार देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँ आसपास रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन सक्रिय भएको छ। दाङमा आज बिहान 6:01 सूर्योदय भएको छ भने सूर्यास्त बेलुका 6:20 हुनेछ। यिनै खबरसँगै हामी खबर चौतारीको अन्तमा छौं। जाँदा जाँदै प्रमुख खबरका शीर्षक फेरि एकपटक। दाङका 3 सिमेन्ट उद्योगले तिरेनन् विद्युतको 3 अर्ब बढी बक्यौता। जेन्जी आन्दोलनमा तोडफोड र आगजनीले सेवा रोकिएका कार्यालयमा अत्यावश्यक सेवा सुरु। दाङका सरकारी कार्यालयका 189 सवारी साधन जलेर नष्ट। उपभोक्ताको रुचिमा कर्णालीका स्याउ खाद्यले यस वर्ष दाङमा खसी बोका खरिद नगर्ने। कारागारबाट भागेका झण्डै 5000 कैदी फर्किए। मनसुन अझै 2 हप्ता सक्रिय हुने अनुमान।
र एसियाली देश टिमोर लेस्टेमा सांसदलाई कार किन्ने प्रयास यो वर्ष पनि असफल। नेपालसँग 2 सातापछि खेल्ने वेस्ट इन्डिजको टोली घोषणा। रेडियो हाम्रो पहुँचको बिहानी प्रस्तुति खबर चौतारी सकियो। 9 बजे हाल खबर लिएर आउनेछौँ। अहिलेलाई सुनेर साथ दिने तपाईँ अनि रेडियो हाम्रो पहुँचका प्राविधिक मित्र रमा नेपाली, रेडियो सूर्यमुखी एफएमका प्राविधिक मित्र कविता मगर र रेडियो माडी आवाज एफएमका प्राविधिक मित्र बुद्धिमान ओलीलाई धन्यवाद दिँदै म जित सागर जिएम अनि म रेखा शर्मा बिदा हुन्छौँ। लुम्बिनी प्रदेशकै पहिलो अडियो भिडियो एफएम रेडियो हाम्रो पहुँचको साथमा रहनुहोला। नमस्कार।